पार्देन मुलाको घर जाँदैछु। पार्देन मुला अहिले उठ्न पनि उठ्दैन माछाला 7 बजे भनेर। दिस इज माई मिनी ब्लग एभ्रिवान। यो मेरो सानो ब्लग सबैजनाले हेरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहेँ। बस्न त दामी ठाउँमा बसेको केटो होइन, सफा क्लिन ठाउँमा। तर केटोले चाहिँ टाइम चाहिँ फलो गर्न सकेन क्या होइन, टाइम फलो गर्न सकिन भाइ होइन। आइ एम सो फिलिङ ब्याड है। ओ माइ गॉड, अरूहरूको देशको हेर खोला पनि यस्तो क्लिन हुन्छ यार, हाम्रो बागमती कहिले हुने हो। सबैजना क्या भनेर आइरहेको छ। अब चाहिँ बिहान बेला उठेर पार्देन मुलाको अब रुम चकाचक पार्न जानु छ है। साकुरा पनि फल्यो। आयो तर रमाइलो होला जस्तो छ है पार्देनको गाउँमा चाहिँ। ओ माई गॉड, कुदिरहेको छन् सबैजना बिहान बिहान। अहिले चाहिँ 6 बजिसक्यो। 6 बजे पनि यस्तो उज्यालो उज्यालो छ है, उज्यालो। ए कहाँ गाडी आयो। उठाउने होइन होला पक्कै नै। उनीहरूको नेसै त हो नि अब रातो बोल्दा बोल्दा पुल्लुक हिँडिदिने। म फेरि बाटो त राम्रोसँग बुढी माउ पनि आयो। सट्ट है। यहाँको मान्छेहरू पनि कामै छैन कि है, रातो बोल्दा पनि सट्ट आइरहेको हुन्छ। यहाँबाट गएको कि कहाँबाट गएको चाहिँ थाहै भएन। आउँदै हिँड्दैछु 2 minutes। ओके 2 minutes। जाँदैछु है केटा हो। यस्तो फर्स्ट टाइम बोलिरहेको होइन, अब भ्लगभित्र कस्तो बोल्ने के बोल्ने थाहा छैन। जाँदैछु केटा हो। अब यसको मतलब चाहिँ के रहेछ भन्दाखेरि जाँदैछु केटा हो। म चाहिँ आज भ्लग बनाउँदैछु, मिनी भ्लग भन्छ यसलाई होइन। 24 मिनटको सबैले बनाउँछन्, म नि बनाइदिइहाल्नु। अब गर्दै हिँड्यो भने त सबैले नै पार्दैन त अघि सुतिर होला। घाम पनि आइसक्यो। दामी ठाउँ छ है, दामी ठाउँ एकदम भयङ्कर दामी छ। मादा चुइतेないですね。今からこうやってじるじるしながらこの綺麗な景色を見ながら行きたいと思います。こちらは神戸兵庫区というところなんですけど、もう詳しくは私もちょっとわからないですね。桜もめっちゃ綺麗に咲いてるんだ。本当だ。やっぱどこ行ってもこんな綺麗なとこがあったらもう癒してくるんだよね。わあ、めっちゃ汚い。めっちゃ汚い。ここからはめっちゃいいとこつこうと思いますね。
皆さん頑張ってるんだ。おー、Oh my god. यो फुलहरू दामी छ, खोला पनि दामी छ है। खोला पनि दामी छ। चिकन कन आउँदा त चिकन नान्दा आइपुग्यो होला। 10 मिनट त पुग्छ कि। के फुल रहेछ यो चाहिँ? हामी नेपालीहरूले यस्तो फुलहरू देख्नु हुँदैन। प्ल्याट प्ल्याट घर त सानो कुरोमै कुरोमा फेरि गाडी गाडी कति धेरै गाडी हो। ओ माई गॉड, दामी गुम्बा छ। गुम्बा गरी यहाँ हेर्ने ठाउँ रहेछ। टुमी कहाँ हो फेरि पार्दैले हिँडेको। मेरो हिँडाइ चाहिँ अलि फास्ट नै होला जस्तो आएको छ। 고래와 쳤다 야바이 더워다지가 내가 뭐 가깝게 고나이시 난데 얘너 आइपुग्न थालिसके। अब चाहिँ पार्दिन गुरुङ कहाँबाट यताबाट जाउँ। पुगेन भने यता जाउँला। पुगेन भने चाहिँ यताबाट जाउने। बिहान बिहान पर्दैन बोलाएर अहिलेसम्म मलाई फोन आएको छैन। अब भोलिबाट पर्सिबाट त काम। ओ माई गड, सबैजना काम 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 हुन्छ है। सबैजना काम 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 हुन्छ। ओइ म उल्टो बाटो आएँ जस्तो छ यार। उल्टो बाटो आएँ कि हो। पार्दैन गुरुङ यतातिर यता बाटो चाहिँ हो जस्तो आइपुगेँ। Oh my god, यस्तो हिमालतिर बसेर केटो कसम आज उल्टो बाटो आयो कि हो। उताबाट चाहिँ होला सायद पार्दै पुर्र गरेर होला। सबैजनालाई यस्तो भन्ने साथी चाहिँ नपाओस् होइन। मेरो ब्लग्स, मेरो यो मिनी ब्लग चाहिँ कति 10-15 मिनट आउँछ। अनि साथीहरूलाई चाहिँ मेरो यस्तो गफाले चाहिँ नपाओस् है। ओइ माया कसम कहाँ हो माया तिम्रो रुम है। ला हरायो नि त्यहीबाट हो। लेफ्ट हो कि राइट थियो हरायो। ओ ठ्याक्कै आइपुग्यो आइपुग्यो आइपुग्यो। अबि कत्रो ठुलो किरा हो माया कसम। यताबाट नि पुग्छ होला सायद। सुन्नुहोस् न, यता साथीको रुम कति नम्बर थाहा छ? साथीको रुम यस्तो नजिकै एकचोटि आएको थिएँ। कति नम्बर हुनु थाहा भएन। नेपाली पार्दैन हो कि रे नेपाली। यहाँ उयो उकालो चढेर यहाँ कुनामा हुने मलाई चाहिँ यही हो। तर रुम नम्बर कति भन्नु थाहा भएन। फेरि जाम्सको ट्याङ गऱ्यो भने रुम नम्बर थाहा छ। ओके थाहा छैन रे साथीलाई नि। अब यहाँबाट साइकल केटाको साइकल यहीँ हो। त्यसपछि लागेर
केटोको साइकल यहाँ अनि बसेको चाहिँ माथि ए माडुनी उल्टो गयो क्या हो अहिले तिनै ठाउँमा आयो पार्देनको रुम यहाँ हो कि कहाँ हो त्यो उता खेल्छ है केटी धरि सोधेको मैले ला कुन चाहिँ हो भने थाहा भएन नि यो हो कि यो कुन हो थाहा भएन सोध्छु एकछिन कल गरेर कसम सुतिरहेको यार यत्रो बेरसम्म सुत्ने 7 बजी कल गर्छु भनेर मलाई अब हिमाल जस्तो ठाउँ छ ठाउँ पनि मैले फोन गर्छु भनेर यार टाइम हुन्छ नि अलिकति यार न बाटो एउटा एप्स लोकेसन पठाउने यार यताउति झुलेर आएको यार ओ केटो सुतिरहेको अहिलेसम्म के गरेको थियो यो भ्लग हो नि यो त भ्लग बनाउँदै आएको हो कहाँ बाटोमा हराए मान्छेलाई सोधी आएको नि मलाई हो इन्द्र रन्डलाई सोधेको गरेको पार्दैन सर जाने रे अब यहाँबाट म त यता अर्काको रुम पर्छ कि माटुनी कहाँ होला माछालाई यस्तो भयो टकटक गरेर के